Hello everyone, good morning. आज चाहिँ हाम्रो डे 2 हो टोकियोमा अनि अहिले चाहिँ हामी पुची म अनि सरेर सबिना चारजना भएर चाहिँ हामीहरू अहिले शिबुया, शिन्जुकु, ओदाइबा कता कता हो घुम्न जाने प्लान बनाहौँ अनि हाम्रो बुढाहरू चाहिँ पहिल्यै गइसकेछ उनीहरूको अलिक काम थियो बाहिर सो उनीहरू चाहिँ अलिक बिहानै निस्केको अनि हामी चाहिँ रेडी हुनलाई अलिक टाइम लाग्यो अनि रेडी भएर निस्केको अहिले चाहिँ हामी अन द वे टु कता शिबुया छौँ सो हेरौँ है त गाइस अब आजको दिनमा चाहिँ शिबुया घुमेर ओदाइबा शिबुया अनि शिन्जुकु टोकियो टावर कता कता घुम्ने भनेको छ सो त्यो ठाउँहरूमा जान्छौँ है त्यही हो गाइस हेर्दै गर्नु होला मेरो ब्लग हामी चाहिँ अहिले शिबुयामा आइपुगेछौँ अनि शिबुयाको चाहिँ अहिले मेन हामी कता के भन्छ अरे हाचीको गेट भनेर चाहिँ मेन शिबुयाको यो मेन कुकुर हो कि कुकुर ल चाहिँ अहिले हामी हाचीको हेर्न आउँछौँ एकछिन यो चाहिँ हाचीको सबैलाई थाहा भएको होला आफ्नो ओनरलाई वेट गर्दै गर्दै कहिले पनि ओनर नआउँदाखेरि पनि ओनर चाहिँ गर्दा गर्दा यतै बितेको यो हाचीको भने चाहिँ कुकुर चाहिँ भन्नुहुन्न इज मोर लाइक ह्युमन बिङ सो यहाँ चाहिँ एकदम फेमस हाचीको स्ट्याचु भएको ठाउँमा चाहिँ घुम्न आएको पनि छैन अनि गाइज हामी चाहिँ अहिले शिबुया सिटीमा हो शिबुया कति रमाइलो छ हेर्नुको मेन सिटी हो शिबुया यहाँ चाहिँ हाम्रो लेडिज पार्टी पऱ्यो नि खिचेर मलाई यहाँ चाहिँ म छु pero foto otro día creo no मान्छे त्यसमा यो कुकुरमा फोटो खिच्नेको लाइन हुन्छ सबिना चाहिँ अहिले त्यो बस्ने हो नि त है सबिनालाई त टोकियो त सबै रमाइलो भएर होला सबै देखिरह होला मलाई चाहिँ एकदम रमाइलो लागेछ मलाई पनि ठिकै छ म त्यति धेरै घुमे त छैन तर शिबुया एकदम रमाइलो छ बसेको 2 वर्ष भयो जस टोकियो एकदम रमाइलो छ है घुम्न आउनु होला एकचोटि हामी चाहिँ बल्ल बल्ल आएछौँ तपाईँहरू घुम्न आउनु होला हाम्रो नि 2 वर्षमा भेट भएको छ एकदम खुसी छौँ अब हामी यता अब जाने होला नि त स्काइक्रेपर्स 그치? 예, 그러니까. अहिले चाहिँ हामी शिबुया क्रसिङमा भिडियो खिच्दैछौँ यो चाहिँ शिबुया क्रसिङ यु नो गाइस यो चाहिँ एकदमै फेमस टोकियोको शिबुया क्रसिङ जहाँ चाहिँ भिडियोजहरू फोटोजहरू आइरहेको हुन्छ सो हामीले पनि यतै भिडियो चाहिँ फोटोज खिच गरेको है त कति दामी छ है भ्यू यति नै हो कि क्रसिङ अनि मलाई न म तिम्रो खिच्छु यति मेरो भ्लगमा सरी कसै मान्छे छ
सरी चाहिँ पछाडि अगाडि भयो सरी भयो पुग्यो तिमी ठोकिन्छौ अब पुगाइदियो थ्याङ्क यू तिमीबाट होइन मेरो तिमी मेरो भ्लगमा छौ होला नि मेरो होइन केही भएन त्यो राम्रै आएछ झन् रियल रियाक्सन आएको यसरी पनि भिडियो खिचियो हजुर फाइनली गाइज अहिले चाहिँ हामी आइपुग्यौँ स्काई टोकियो स्काई ट्री टावर हामी चाहिँ अहिले टोकियो स्काई ट्री टावरमा आइपुगेका छौँ अनि अघि चाहिँ हामी शिबुया घुमेको थियौँ शिबुया क्रसिङ घुमेर शिबुयामा चाहिँ रमाइलो गरेर भिडियोज क्लिक गऱ्यौँ त्यस पछाडि चाहिँ अहिले चाहिँ हामी वी आर गोइङ टु टोकियो स्काई ट्री टावर है त हाम्रो ग्रुप चाहिँ यहाँ छ टोलीहरू यहाँ रमाइलो गरेर छ अनि म चाहिँ यहाँ साइडमा भिडियो क्लिक गर्न आएको अनि एकचोटि हेरौँ न त यहाँ के छ भन्ने कुरा क्रिसमस आउन आँटेको नि त यही महिना सो यहाँ चाहिँ राम्रो राम्रो एक्सेसरिजहरू पनि रहेछ है त्यो अलिक मोबाइल बल्ल निकाल्दै हो मलाई कस्तो देखेको छ गाइस तिमीलाई राम्रो देखेको मेरो आउटफिटै आज देखाएको छैन कि गाइजहरूले हेर न क्युट रहेछ है क्यामेरा पनि हुन्छ होला डायमन्डको हार है अब मेरो आउटफिट सकिने बेला सुमिन के गरे हो घुर्रे छ खै सुमिन मेरो मोबाइलमा चार्ज गरिदिन सुमिनले हाम्रो ग्रुप चाहिँ यहाँ हिरो भयो चिसोमा फोटो खिच्दैछ क्लास भयो ब्यागमा हाल्दैन यहाँ चाहिँ हामी मोबाइल चार्ज गऱ्यौँ हिँड्नु पऱ्यो नि त हिँड्नु पऱ्यो टच गराउँदै गाउँदै सो कुराले के किन्दिनला मलाई भन्दै हेरेको कुराले केही पनि किन्दैन जाउँ नि त प्रवासलाई भोक लागेको छ मलाई चाहिँ लास्ट त्यही भोक लागेको छ अब है अब यहाँ मुख पनि सुकिसक्यो मुख मात्र मुख पनि यत्रो है भोक लागेर तनाव बिहानबाट अब एउटा पान र एउटा कफी खाएको ए यार त्यो कफी एउटा पान खाएर 5 बजिसक्यो अब चाहिँ हामी निस्क्यौँ यहाँबाट केक खाएर अनि त्यहाँबाट चाहिँ केक खाइसकेर अनि माथि घुम्न जान्छ म त्यसलाई थ्री टावरमा टोलीलाई साह्रै भोक लागिसकेको छ अरे मलाई देखाउने अनि मैले चाहिँ उसलाई देखाउने भएको यहाँ त्यस्तै छ ब्लगर हिँडेपछि सो अब
मनपर्छ स्काई ट्री टावरको बाहिर कस्तो छ यहाँको भ्यू हेरौँ न त है। हेलो गाइज, सबैजनालाई नमस्ते। आज हाम्रो माइजू अनि पछाडि गाइजहरू सरे, उता शर्मिला फुच्ची अनि उता सबिना। एक वर्षपछि रोको मेरो वर्षपछि भेट भएछ है, रमाइलो लागिरह। हामीले घुमेको चाहिँ बिहानदेखि होइन निस्केदेखि, तर यो गाइजहरू चाहिँ कता गयो कि जारा निस्क्यो जारा जाने कुन चाहिँ हेऱ्यौ तिमीले? लङकोट हो, यता रहेछ। सरहरूले कोट हेर्नु राखेको आएछ यसको कस्तो छ? पछाडि बेल्ट छैन? बेल्ट त छैन। राम्रै छ तर सिम्पल क्लासिक टाइप। मैले लगाएर तिम्रो देखाएन ढुक्क माइकले खानेकुरा हो। हामी चाहिँ स्काई ट्री टावरको तल छौँ गाइस। माथि जान खोजेको तर हामी चाहिँ रेस्टुरेन्टमा खाना गयौँ। खाना गएर आउँदाखेरि ढिला भयो, ढिला भएको भएर अब नजाऊँ छोरो अन्त पनि जानुपर्छ नि त, अन्त जान ढिला हुन्छ भनेर चाहिँ हामी माथि चढेनौँ। तरै पनि हामीले यहाँबाट चाहिँ हेऱ्यौँ है। आइतबार बिदा भयो भने सोमबार आउँदा त निको भएर आयो भने बिहानभरि मार्क्स लगाएर आउँछ। कस्तो छ त यो स्काई ट्री गाइस? मलाई त दामी रहेछ। अब यहाँ फोटो चाहिँ खिच्न बाँकी चाहिँ स्काई ट्रीमा हाम्रो बुढाबुढीको टक्क लगाएर यसरी फोटो खिच्न पाउँदा के होला त? चिसो चिसो छ होइन, चिसो भए पनि रमाइलो छुट्टै छ। हामी चाहिँ खाएर आएको भएर अलिक डर भएर जाडो भए पनि न्यानो न्यानो भएको छ। मेरो यहाँ कोट बाटो छ नि त भेट्नुपर्छ नेक्स्ट टाइम हामी ओसाकाको टावरमा होइन, नेक्स्ट टाइम हामी ओसाका टावर स्काई ट्री हो। म तिमी बेबी भएपछि भेट्न आउँछु ल, छिटो छिटो अर्को वर्ष। है यो चाहिँ के रहेछ? वाउ, कलर चाहिँ कस्तो दामी देखिँदो रहेछ यसबाट चाहिँ। दादा यहाँ यो चाहिँ है यहाँको मिकी माउस। मैले मिकी माउस राखेको कि यसको नाम मिकी माउस है, मैले राखेको मिकी माउस। मिकी माउसलाई सजाउन राखिएको फुल है। कति राम्रो कि यो है? के छ मलाई किन्दिन न यस्तो छोरी मान्छेलाई यो काम छैन यस्तो यस्तो किनेर के यो यहीँको मान्छेलाई मात्र काम छ कि हामी गाई गुजिनु पर्यो नि त गाई गुजिनलाई काम छैन मुमिन कि मलाई अरू भन्दा पनि मुमिन क्युट लाग्यो मुमिन कार्टुन हेरेर क्युट मुमिन यस्तो यस्तो रोक्यो नि त हेरेको ए हो यस्तो रहेछ हामी चाहिँ हिँड्यौँ घुम्यौँ होइन अब क्यामेरा सेटिङ गराएको मान्छे खोज्नुपर्छ हराए अब सेटिङ कतिखेर हुने यो थाहा छैन है यो लाइट हेरौँ यो लाइटमा कस्तो छ के छ अब देखिने हालिन्छ तर यो पनि यो लाइट पनि त नराम्रो छैन नि त फेरि राम्रो छ नि एकदम राम्रो छ यहाँ यो टावर नभइदिएको भए हामीलाई यही एकदम खतरा लाग्छ यो पनि खतरा लाग्थ्यो होइन तर यो यसको वातावरणमा यो यतापट्टिको यो बिल्डिङ हेरौँ है
त पुग्नै पर्ने हो कि त्यहाँसम्म त पुग्नु पर्यो नि त होइन के भन्छ त्यहाँ उता आधी बाटोसम्म जाउँ गएर उनीहरू फोटो खिचिराख आधी बाटो यतैबाट जाउँ न त हामी ल हामी चाहिँ यता होइन यो माउमा जाने नि यो वाउ कस्तो दामी है यसमा चाहिँ दामी दामी राम्रो देखियो है यो चाहिँ हामी फेरी टेलमा हिँडेको जस्तो कि हाम्रो लागि त फेरी टेल त हुने होइन नेपालमा त यस्तो हुन्छ नहुने न तर यस्तो कमै हुन्छ नि त होइन स्काई ट्री नेपालमा होइन ऊ चाहिँ छ के अरे हाम्रो धरारा धरारा त छ काठमाडौँको नौतले अहिले त धरारा पनि भन्दैन अर्को के हो भन्छ होइन त्यहाँ चाहिँ मैले गएको छु व्हाइट टावर विशाल त हाम्रो नेपाल हाम्रो त त्यहाँ लागिहाल्छ तर टोकियोको स्काई ट्री भन्ने चिज यस्तो फेमस छ नि त्यहाँ त जानु पऱ्यो नि ल हेरौँ त भएन त रुक्दैन त ऊ अझै छ ल हामी चाहिँ आयो माथि त तर राम्रो चाहिँ राम्रो छ कि उता माथि पनि त ठाउँ धेरै राम्रो रहेछ नि त है अनि यति केटीहरू आएनन् अघि देखाएर केटाहरू उतातिर झुले यस्तो दामी हो नि यस्तो दामी कि माथि हेर न हेर त यो कलरहरू हेर न यस्तो दामी यता निला रातो महिला हरिया सबै भन्छ नि एकैछिनमा पुरै कलर है यस्तो दामी त्यो त हेर माथि त अझै राम्रो यहाँ आउनु पर्ने हो कि माथि यस्तो दामी ठाउँ रहेछ त एउटा बहिनीले भने यस्तो दामी रहेछ नि त हेर ओ हेर त आमा दामी ल ल ल वाउ खतरा 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 छ यहाँ चाहिँ सोचेको भन्दा पनि इन्ट्रान्स भन्नु नि यता होला कि हो माथि जाने ठाउँ चाहिँ साइड यताबाट होला कि यता यो साइडबाट यता यता एउटा हामी वाउ यता पो राम्रो रहेछ त हेरौँ त साथी यो क्रिसमस मार्केट है हो यो के हो नाका लाग्छ कि क्या हो हेर्दाखेरि त हेर त के हो यो वाउ हेर त यो ढल्यो भने के होला है हो नि त आमा राइट फोन गरेर बोलाऊँ क्या केटाहरूलाई नि यतातिर है यस्तो दामी त म तिनीहरूलाई फोन गरिहाल है ओ दामी नाइस क्रिसमस मार्केट हेरौँ नि अब एकछिन उनीहरूलाई वेट गरौँ अनि उनीहरूसँग जानु पर्ला कस्तो राम्रो कि उता जानु मन थियो तर जान नै नमिल्ने यताबाट जाऊँ हामी हामी यताबाट जान्छौँ राम्रो छ है कता तपाईँ जाने यताबाट जाऊँ अब नजाउँ के उता चाहिँ नजाउँ होला रेस्टुरेन्ट एन्ट्रान्स चाहिँ यही हो माथि जाने तर हामी जानु पाएनौँ चौकी जग्गामा तर हामी आयौँ त्यही ठुलो कुरा हो ल अब चाहिँ हामी कतातिर जाने अब चाहिँ हामीहरू निस्कौँ ओदाइमा चाहिँ नजाने आज किनभने पर्सि जाने ओके अनि सिन्जुकै एकछिन घुमेर जाने अब हामी सिन्जुकी जान्छौँ घुमेर अनि घर जान्छौँ है त बनाएर पनि भन्छ गएको भोलि मात्रै काममा जानु अब तिमीले भन्दैौ न त हामी कहाँ छौँ कहाँ छौँ भन्दा खै यो कहाँ हो त्यो मलाई थाहा छैन कहाँ हो यो सिन्जुकूबाट झरेर हामी अब यो टोकियो मेट्रो मेन सिटी बिल्डिङको नजिकै 550 मिटरको दूरीमा छौँ हामी
अहिले एउटा बैनीलाई कुरिराखेको खोइ कहाँ गयो कतिखेर आउँछ अब हामी एउटा बैनीलाई कुर्दैछौँ त्यसपछि हामी बिरालो हेर्ने भनेर बसेका छौँ बिरालो भने बिरालो चाहिँ फेरि कहाँ बिरालो ऊ यहीँ हो अरे अब हामीले बिरालो भने त्यो बिरालो सधैँ टिकटकमा आउँछ है यत्रो बिरालो देखाउँछ नि निस्किनै आँटेको जस्तो बिरालो के त ए एनिमेसन एनिमेसन बिरालो यही हो अरे कि हामी बिरालो हेर्छौँ अनि त्यसपछि मेट्रो गभर्मेन्टको के अरे बिल्डिङ हेर्छौँ अरे के हो 35 तलाको बिल्डिङ 35 तलाकोबाट हामी 80बाट हेर्छ खै अब त्यो हेर्छ कि हेर्छ त्यो चाहिँ मलाई रोकुलाई रोकुलाई हेर्ने अनि यो चाहिँ सिन्जुको हो राइट हेर्नु होला दिस इज सिन्जुको गाइस ठ्याक्कै हाम्रो पहिला फुकुमा बस्दाखेरिको तेन्जिङ जस्तै थियो त्यस्तै छ सेम तेन्जिङ जस्तै छ मलाई चाहिँ त्यसलाई त फरक के छ भने यहाँ एकदमै धेरै मान्छे छ अनि जति बेला पनि रस हुन्छ एकदम ट्रेनमा चढ्नु पनि एकदमै हतार हतार चढ्ने एकदम प्याक भएको देख्थ्यो साँच्चै आज एक्सपिरियन्स पनि गरियो गाह्रो रहेछ टोकियोमा बस्न तर बानी भएपछि त केही नलाग्दो रहेछ तर मलाई चाहिँ रमाइलो लागेछ है अरूभन्दा पनि मलाई चाहिँ एकदम धेरै मनपर्छ कि यस्तो लाइभ प्लेसेसहरू हेर्नुहोस् टोकियो कति मान्छे आउँछ कि मान्छे त खाली नै हुँदैन कि यहाँ मान्छे त आएको आयो गाइज हामी कहाँ आएर कुन भवन हो रागिनी भन त यो के हो मेट्रोपोलिटियन गभर्मेन्ट अफिस जस्तो लाग्छ मलाई यो होइन अनि त्यही गभर्मेन्ट यो अफिसको यो बाहिरनिर एनिमेसन हुन्छ 3D एनिमेसन समथिङ के हुन्छ अरे अनि त्यही हेर्ने भनेर आएको यो चाहिँ 35 स्टोरी बिल्डिङ हो भनेर भनेछ 35 तलाको अनि यहीँ माथि जाने भनेर चाहिँ हामी आएको हिँड्दै यस्तो चिसो भइसक्यो तैपनि बिल चाहिँ यस्तो दामी छ कि उति देखाइदिनु त हेर ल गाइस यही हो हामी हेरेर आएको यो भ्यू हेरेर भनेर आएको खास हेर्ने चाहिँ यो बिल्डिङबाट होला सायद यो यस्तो दामी देखिन्छ नि फेरि यो अहिले ठाउँमा पुगेपछि हामीले अवश्य पनि फेरि पनि देखिन्छ होइन तर हेरौँ तर जता हेरे पनि बिल्डिङ त उस्तै छ है सबै जहाँ हेऱ्यो पनि उयो छ अब यता हेऱ्यो पनि उयो छ यता हेऱ्यो पनि उयो छ रिङ्गटा लाग्छ मलाई रिङ्गटा लागिसक्यो हिँड्न नि धेरै हिँड्न नि त हामी हिँड्यो बिहानबाट हिँडेको अनि अहिले रातिको 9 बजिसक्यो नि त घुम्दा यो हामी आज घुम्यो अब अझ 2 दिन अझै घुम्नुपर्छ कति गाह्रो हुन्छ गाह्रो भए पनि अब घुम्ने चाहिँ घुम्ने हो रमाइलो त हाम्रो गर्ने त हाम्रो ब्लडमा खान्छ त फेरि होइन थाकोस् मान्छे तर घुम्नु चाहिँ छोड्नु भएन त्यही भएर टोकियो आएपछि इम्पोर्टेन्ट प्लेसेसहरू त मिस गर्नु भएन नि त होइन त्यही भएर चाहिँ हेर्यौँ भनेर थाके पनि भोक लागे पनि नसुतिकन भए पनि घुम्नु चाहिँ पर्यो हाम्रो गाइजहरूको टोली हेर मैले एक्चुली यो हाम्रो चाहिँ पुरै टोली हुन् है 7-8 जना छौँ हामी टोलीहरू पुरै 8 जना छौँ ठ्याक्कै 8 जना छ नि अहिले हामी 8 जना भइसक्यौँ 8 जना भइसक्यौँ अहिले 100 टोलीहरू लस्कार हिँड्नु भएको अब यहाँ अहिलेको खास जाने भनेको यो ठाउँ हो त्यही हेर्नु बिल्डिङ हेर त यो के यस्तो अब यसरी हेर्दाखेरि अब माहौल नै तातेको छ आज सिन्जुकुको टोकियोको माहौल हट गर्ल्स हिँडेपछि त्यो पनि हट गर्ल्स भने त्यहाँ सबै हिँडेपछि त अनि माहौल तातिनु परेन रागिनीको भ्लगमा हाम्रो सरलाई 2-4 शब्द जाओस् नि त के छ कस्तो लागिरहेको छ मेरो मायाको के अरे युट्युब च्यानल चाहिँ सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला एकदम राम्रो कमेन्ट गरिदिनु होला माया गरिदिनु होला हामी मायालाई सबैजनाले टाइम देखाउनु बिल्डिङ बन्द छ यो मलाई लागिरहेको थियो के भएन बिल्डिङ नगए पनि यहाँ हेर न हेर्न आएको नि त यताबाट हेर कि तिमी हेर कि यहाँबाट जस्तो हेरिदियो खास यो बिल्डिङ चाहिँ के हो त नि यो बिल्डिङ के हो यता यो बिल्डिङहरू के हो यो घुम्दाखेरि त रिङ्गटै लाग्ने जस्तो बिल्डिङ मात्र देख्छु मैले चाहिँ है ए दाइ रोक्नुहोस् है यो होटल रहेछ के होटल रहेछ सही हो कति ठुलो होटल रहेछ हेर न कति बवाल कि यो होटल हेर न यहाँ त रुम कति होला कि है यो होटल हेर न होटल गन्दै छन् के रहेछ सुमिन त्यहाँ के रहेछ के देख्यौ एक दुई गर्दै के देख्यौ हामी हेर्न आएको यही त हो नि हेर्न आएको यो होइन नि त माथि चढेर चाहिँ हेर्न आएको चढेर चाहिँ अब यहाँ छैन
नि त बन्द भएको छ हेर त्यो सबै अफ छ बन्द छ बन्द भएको नेटमा भएन नि त कति बजे बन्द हुने भनेर क्लोज त क्लोज देखाएको छ कि क्लोज छ कि क्लोज क्लोज देखाएको गार्ड के Why are you उनीहरूले so- गर्ने अफिस आवर हुन्छ नि त्यो चाहिँ क्लोज हो क्या के भनेको मैले त्यो क्लोज भन्दै 8:30 बजे त त्यहाँ एनिमेसनको त्यो देखाउने त्यो सो छ नि कता? त्यस्तो खालको सो हुन्छ क्या यता जानु मिठो होला ल है अब जानु खोज्छ हामी- जानु पाइन्छ नि हेरौँ है गाइस अब यस्तै छ घुम्नलाई निस्केपछि अब अलिअलि bad luck सङ्घर्ष नि हुन्छ गुड लक पनि हुन्छ अलिअलि सङ्घर्ष पनि सङ्घर्ष हुन्छ गर्नै पर्यो अब उपलब्धि भनेको अब बहिनीलाई भेट्नु भए पनि त्यो पनि ठुलै उपलब्धि हो अब कति वर्ष चाहिँ भेटेको हो त्यो बहिनीलाई पनि होइन अरूभन्दा नि यो मलाई यो बिल्डिङ हेरेर पुगेको यहाँ रहेछ त अनि रमाइलो यहाँ रहेछ त गाइज हेरौँ न रमाइलो यहाँ त फुलबारी छ त यार फुलबारी अब रागिनीको भ्लगमा म बोलिरहेको छु मेरो नाम चाहिँ प्रभास कुँवर हो है अब सायद सबैलाई चिन्नुहुने नचिन्ने सबैलाई नमस्ते मलाई खासै बोल्न त आउँदैन आउँदैन जति आउँछ त्यति नै बोल्दै हिँड्ने हो अब उसको क्यामेरा मैले एकैछिन बोकेको हुनाले हातमा समातेको मात्रै हो मलाई यस्तो भ्लग बनाउने गर्ने मेरो बानी छैन बानी नभएको हुनाले जस्तो आउँछ त्यस्तै गरिदिएको है त हेरौँ है त कस्तो छ यो वाउ हेरौँ न कस्तो दामी यार हेरौँ यस्तो दामी वाउ यस्तो राम्रो के गर्ने यस्तो राम्रो के हो त्यो रिङ लाइट जस्तो अब सरले यहाँ बनाउँछ टिकटक हाम्रो सरले यहाँ बनाउँछ टिकटक ले के हो बोल्ने नि त नि ल सुमिलले बनाइसक्यो टिकटकलाई ल वा टिकटक बनाउनेहरू यस्ता हुन्छ नि ल लगाइ यही हो है ल उडा अनि तिमी चाहिँ किन्न उडा पखेटा छैन क्या ल ल ल उडा ल गाइज सबैजना उड्नलाई 1 2 3 गो कस्तो लागिरहेछ त हजुरहरूलाई आज यहाँ टोकियोको यो मेट्रोपोलिस घुम्दाखेरि रमाइलो धन्दै फर्केर गएको बिचमा यताबाट फर्केर जाउँ हुन्छ यार यता के राम्रो रहेछ त यहाँबाट उता अलिकति उतातिर पनि छ अलिकति ठाउँहरू अगाडि जाउँ उतातिर पनि घुम्ने ठाउँहरू टन्नै छँदैछ अब घुमिन्छ रमाइलो छ घुम्न आउने गरौँ है गाइज कहिले काहीँ टोकियो पनि ओके बेला बेला टोकियो आउँदै गरौँ टोकियो आउँदै गरौँ अनि रमाइलो छ। रमाइलो ठाउँ हेर्दै गरौँ होइन मरे लानु के छ दिनको जिन्दगीमा र 2 दिनको जिन्दगीमा बाँचौँ हाँसौँ रमाउँ त्यही हो है गाइज ल यो चाहिँ हाम्रो मेसेज पनि हो कि एकचोटि जापान आइसकेपछि एकचोटि टोकियो घुम्न चाहिँ आउनु होला अवश्य पनि म पनि 5 वर्षपछि बल्ल आएको हो 5-6 वर्षपछि बल्ल आएको हो होइन सो एउटा ड्रिम पनि पुरा भयो कि त्यहाँबाट चढ्नै मन नलाग्यो है कस्तो ल guys, ल अब चाहिँ हामी यो बिल्डिङमा जाने भनेको सुमिनले यो बिल्डिङमा जाम खिच्दै जान्छु म है सिधै जान्छौँ अब हामी जान्छौँ होइन खुलेन भने हामी बाहिरबाट हेरेर चित्त बुझाउँछौँ छाता ओढेको किन र जाडो भएर होला जाडो भयो छाता ओढ्छ हावा आएर भनेर हावा छेक्नलाई कस्तो तातो चिहार मन लाग्यो है आमा अहिलेदेखि होइन मैले चिज। खोजेको है हो र? बाटोमा म खोज्दै तातो भन्ने कहीँ नै कि चिया खान मलाई मन लाग्यो। कफीको यति धेरै अहिलेदेखि होइन कि चिया कफी कफी खान मन लागेको अघिदेखि कफी बाटो भयो सबतिर त्यो ओ एनिमेसन भयो वाउ। यही हेर्ने भनिरहेको थियो तिमीले ल हेर मान्छेहरू सुतेर हेर्छ टाइमिङ भयो कि यही हो सो हेर्न आएको हामी यही होइन हो ओके यही हेरौँ माथि नचलाउँ है गाइस ल कति बज्यो 8:30 भयो ओ आयो घन्टा त्यो चिसो भयो कि अरूभन्दा पनि
बस्छ पनि बस्छु ए ए अवतार नयाँ हो क्या है अवतार बहिनी बस्छ बहिनी बस्छ यता बस्छ बस्छ न आऊ के आऊ त्यसो भए म बस्छु आऊ के आफू आफ्नो बस्छौँ क्या आऊ आधा आधा बस्छौँ आऊ न बसेर अरे त्यस्तो बस्नु हो नि अवतार हेर्दैछौँ है गाइस हामी अवतार हो यो हेर्दैछौँ है त रमाइलो भइरहेछ अवतार हेरिरहेछौँ यहाँ न्योङ्गमा अवतार हेर्दैछौँ हामी त कसरी यहाँ रहेछ तर रहेछ है निकाल्यो भने लु गाइस हामी स्काई चाहिँ चढ्न पाएको थिएनौँ तर हामी यहाँ यो मेट्रोपोलिटन बिल्डिङमा चाहिँ आइपुग्यौँ बिल्डिङको 45 स्टोरी माथि छौँ अनि यहाँ चाहिँ हामी तपाईँहरूलाई यो देखाउँछु अब जानुपर्छ त टोकियो ए जानु परेन ल यहाँबाट हामीले फरसै घर पुगाउँ के कति ठुलो है बाप्रे बाप्रे कति ठुलो के कति ठुलो के मैले यहाँ लिएर आउँछु भने थ्याङ्क यू छैन त्यो थ्याङ्क यू यस्तो दामी के अरे गीतको राजधानी हो यो Oh my god. क्यापिटल सिटी अफ पुरै हामी उता साइडमा पनि सर्च गरेर वाउ यता पनि गाइज हामी त एकदम मजाले घुम्यौँ पनि हेऱ्यौँ पनि टोकियो लाइट्स टोकियो सिटी त्यसै टोकियो भनेको त होइन रहेछ एकदमै ह्युज एकदमै लाइट्स सिटी अफ लाइट्स एकदमै रमाइलो भयो त्यो दार्जिलिङ लाइट्स होइन सो स्पोन्टेनियस हेर्दा पनि एकदम खुसी पनि लाग्यो मलाई अनि मलाई चाहिँ एकदमै यो सिटी एरिया सिटी लाइफ मनपर्ने भएर होला मलाई चाहिँ एकदम also mesmerized with the beauty of Tokyo. अब अरू बेला चाहिँ अब आज दिउँसोबाट हेरिहाल्यो एकदम रमाइलो भयो so one of my bucket list have been fulfilled so त्यही हो अनि हामी साथीहरूले हामीलाई चाहिँ घुमाउने यति आफ्नो छुट्टीहरू राखेर म्यानेज गरेर मिलाइदिनु भएकोमा हाम्रो सरी अनि त्यसपछि प्रवास अरू फ्रेन्ड्सहरूलाई पनि थ्याङ्क यू सो मच फर सच अ वार्म वेलकम होइन अनि फर गिभिङ अस सच वी हेभ सच अ ग्रेट टिम ओन्ली फर लभिङ अस सो अनकन्डिसनली हाम्रो लागि भनेर टाइम दिनुमा चाहिँ त्यही हो सरी प्रवास अनि इन्क्लुडिङ रुचि सबिना अनि हाम्रो लिसा बहिनी सबैलाई चाहिँ थ्याङ्क यू सो मच भन्छ अनि आज यो भ्लग चाहिँ यहीँ ऱ्यापअप गर्न चाहन्छु बिकज एकदम चिसो भइसक्यो कि हामी रियली गट एक्जस्टेड अब चाहिँ हामी घरमा जानुपर्छ घर पनि जानु पऱ्यो होइन खाना लिनु पऱ्यो त्यही हो गाइस अब चाहिँ ऱ्यापअप गरौँ है त सबैजना टेक केयर अनि अब मेरो अर्को भ्लग चाहिँ भोलिको म त्यो पनि बनाउँछु हेरिदिनु होला है त्यही हो गाइस युट्युब च्यानल लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु भन्दै